सोच्नुहोस् त, तपाईँ नेपालमा हुनुहुन्छ अनि तपाईँको सामान किन्ने मान्छे, भनौँ न अमेरिकामा, न तपाईँले उसलाई चिन्नुहुन्छ न उसले तपाईँलाई। अब पैसाको कारोबार कसरी गर्ने, विश्वास कसरी गर्ने? हो, यो सानो देखिने प्रश्नले नै विश्व व्यापारमा ठूलो समस्या ल्याउँछ। तर चिन्ता नलिनुहोस्, आज हामी यसकै समाधानको बारेमा कुरा गर्दैछौँ। हो, यही हो सबैभन्दा ठुलो टाउको दुखाइ। सामान किन्नेलाई डर हुन्छ, पैसा त पठाएँ तर सामान आएन भने के गर्ने? अनि यता सामान बेच्नेलाई चिन्ता, सामान पठाइसकेँ पैसा आएन भने? हेर्नुहोस् त, दुवैतिर जोखिम। यही डरले गर्दा कतिपय राम्रा व्यापारिक सम्झौताहरू सुरु नै हुन पाउँदैनन्। हो, यही विश्वासको खाडल पूर्णको लागि एउटा एकदमै चलाक वित्तीय औजार बनाइएको छ, जसलाई भनिन्छ लेटर अफ क्रेडिट वा छोटकरीमा एलसी। अब यो एलसी भनेको के हो त? एकदम सरल भाषामा भन्नुपर्दा यो ब्याङ्कले दिने एउटा ग्यारेन्टी हो। ब्याङ्कले बीचमा बसेर भन्छ, हेर्नुहोस् विक्रेताज्यू, तपाईँले सम्झौता अनुसार काम गर्नुभयो भने पैसाको जिम्मा मेरो भयो, ढुक्क हुनुहोस्। त्यसो भए यो एलसीको प्रक्रियामा को संलग्न हुन्छन् त? खासमा यसमा 4 मुख्य खेलाडीहरू हुन्छन्। आउनुहोस् उनीहरूको भूमिका के हो त्यो बुझौँ। ल, यो खेलका 4 मुख्य पात्रहरू यस्ता छन्। पहिलो, क्रेता अर्थात् सामान किन्ने मान्छे। दोस्रो, विक्रेता अर्थात् सामान बेच्ने। अनि तेस्रो र चौथो पात्रहरू हुन् उनीहरूका आआफ्ना ब्याङ्क। किन्नेको ब्याङ्कलाई इस्युइङ ब्याङ्क भनिन्छ भने बेच्नेको ब्याङ्कलाई एडभाइजिङ ब्याङ्क भनिन्छ। यिनीहरू नै हुन् यो पुरै कारोबारका ग्यारेन्टर। ल, पात्रहरू त चिनियो। अब यो पुरै प्रक्रिया सुरुदेखि अन्त्यसम्म कसरी अगाडि बढ्छ त? आउनुहोस् यो 8 चरणको यात्रालाई एक एक गरेर हेरौँ। सबैभन्दा पहिलो काम, स्टेप 1, बिक्री सम्झौता। यहाँ क्रेता र विक्रेता बसेर एउटा कन्ट्र्याक्टमा साइन गर्छन् र त्यो कन्ट्र्याक्टमा स्पष्ट लेखिएको हुन्छ कि भुक्तानी चाहिँ लेटर अफ क्रेडिट अर्थात् एलसी मार्फत हुनेछ। हो, यहीँबाट सबै प्रक्रियाको जग बस्छ। अब दोस्रो चरणमा क्रेता अर्थात् सामान किन्ने मान्छे आफ्नो ब्याङ्कमा जान्छ अनि उसले विक्रेताको पक्षमा एउटा एलसी खोलिदिनु पर्यो भनेर आवेदन दिन्छ। अब बल्ल ब्याङ्कहरू पनि औपचारिक रूपमा यो प्रक्रियामा सामेल हुन्छन्। त्यसपछि आउँछ तेस्रो स्टेप। क्रेताको ब्याङ्कले एलसी बनाएर विक्रेताको ब्याङ्कलाई पठाउँछ अनि विक्रेताको ब्याङ्कले आफ्नो ग्राहकलाई मतलब विक्रेतालाई खबर गर्छ, ल है, तपाईँको भुक्तानीको लागि ब्याङ्क ग्यारेन्टी आयो है भनेर। अब चौथो चरण, यो एकदमै महत्त्वपूर्ण छ। विक्रेताले एलसीमा लेखिएका सबै शर्तहरू राम्ररी हेर्छ। सबै कुरा आफूले चाहे जस्तै छ, सम्झौता अनुसार नै छ भन्ने पक्का भएपछि ऊ ढुक्क भएर सामान पठाइदिन्छ। अब त उसलाई पैसा डुब्छ कि भन्ने डर भएन नि, किनभने ब्याङ्कको ग्यारेन्टी छ। ल, सामान त पठायो, अब के? 5औं चरणमा विक्रेताले आफूले सामान पठाएको प्रमाणको रूपमा केही महत्त्वपूर्ण कागजातहरू जम्मा गर्छ अनि ती सबै कागजात लगेर आफ्नो ब्याङ्कमा बुझाउँछ। यी कागजातहरू नै उसको काम फत्ते भएको प्रमाण हो। अब कस्ता कागजातहरू चाहिन्छन् त? सामान्यतया 3वटा कागजात एकदमै महत्त्वपूर्ण हुन्छन्। एउटा हो कमर्सियल इन्भोइस, जसले सामानको बिल देखाउँछ। अर्को हो बिल अफ लेडिङ, यो चाहिँ सामान पानी जहाज वा ट्रकमा लोड भयो भन्ने प्रमाण हो। र तेस्रो हो बिमा प्रमाणपत्र, जसले ढुवानीको क्रममा सामानलाई केही भइहाल्यो भने त्यसको सुरक्षा गर्छ। अब आउँछ 6औं चरण र यो सबैभन्दा कडा चरण हो। यहाँ दुवै ब्याङ्कले एकदमै मिहिन तरिकाले, भनौँ न, एक अक्षर केलाएर ती कागजातहरू जाँच्छन्। एलसीमा जे लेखिएको थियो कागजातमा ठ्याक्कै त्यही हुनुपर्छ। एउटा कमा, एउटा फुल स्टप पनि फरक पर्नु हुँदैन। हो, यो प्रक्रियाको मूल मन्त्र नै यही हो, स्ट्रिक्ट कम्प्लायन्स अर्थात् कडा अनुपालन। यदि कागजातमा सानोभन्दा सानो गल्ती भयो, जस्तै नामको स्पेलिङ अलिकति फरक पर्यो वा मिति गडबड भयो भने ब्याङ्कले भुक्तानी रोक्न सक्छ। त्यसैले यहाँ सटिकता नै सबै थोक हो। जब सबै कागजातहरू जाँच गरेर सबै ठिक छ भन्ने प्रमाणित हुन्छ, तब आउँछ 7औं चरण। अब क्रेताको ब्याङ्क अर्थात् इस्युइङ ब्याङ्कले विक्रेतालाई पैसा पठाइदिन्छ। ल, विक्रेताको मेहनत सफल भयो। एलसीको मुख्य उद्देश्य नै यही हो र त्यो यहाँ पूरा हुन्छ। अनि अन्तिममा 8औं र अन्तिम चरण, इस्युइङ ब्याङ्कले ती सबै सक्कली कागजातहरू क्रेतालाई दिन्छ अनि क्रेताले त्यही कागजातहरू देखाएर बन्दरगाह वा भन्सारबाट आफ्नो सामान छुटाउँछ। ल हेर्नुहोस्, यसरी विक्रेताले पैसा पायो,
क्रेताले सामान पायो, दुवैजना खुसी, व्यापार सफल भयो। त्यसो भए यो सबै झन्झटको फाइदा के त? यसले किन यति धेरै महत्त्व राख्छ? छोटकरीमा भन्नुपर्दा लेटर अफ क्रेडिटले अन्तर्राष्ट्रिय व्यापार गर्ने तरिका नै बदलिदिएको छ। यसलाई एउटा सूत्रको रूपमा हेरौँ न। LC भनेको विश्वास प्लस सुरक्षा, जसको परिणाम हो विश्वव्यापी व्यापार। यसले अपरिचित क्रेता र विक्रेता बीचको डरलाई हटाएर विश्वासको एउटा बलियो पुल बनाइदिन्छ। अन्त्यमा एउटा प्रश्नमा विचार गरौँ त, जब यसरी विश्वासको पुल बन्छ तब एउटा व्यवसायले विश्वका कुन कुन नयाँ बजारहरूमा आफ्नो पहुँच पुर्याउन सक्ला? किनभने याद राख्नुहोस्, लेटर अफ क्रेडिटलाई राम्ररी बुझ्नु भनेको अन्तर्राष्ट्रिय व्यापारको सफलताको ढोका खोल्नु जस्तै हो।